लगानीकर्ताको लामो समयको पर्खाइपछि फाइनल्ली श्रीनगर एग्रिटेक इन्डस्ट्री लिमिटेडले आम सर्वसाधारणलाई आइपिओ निष्कासन गर्ने डेट फिक्स गरेको छ। यही असोज 26 देखि 29 गते अथवा अक्टोबर 12 देखि अक्टोबर 15 गतेको बीचमा आम सर्वसाधारण जनताले 25,10,493 किता सेयरलाई मध्यनजर गरी आइपिओमा एप्लाई गर्न पाउनुहुनेछ। कम्पनी चाहिँ एउटा म्यानुफ्याक्चरिङ र प्रोडक्सन सेक्टरको कम्पनी रहेको छ। यो कम्पनी सुदुदन गाउँपालिकाको रूपन्देही जिल्लामा अवस्थित रहेको छ। यसरी कम्पनीको टोटल सेयर क्यापिटल चाहिँ 1.63 अर्ब रहेको छ। यसको 20% ले हुन आउने इक्विभ्यालेन्ट सेयर 32,62,500 सेयर किता रहेको छ। कम्पनीले यसलाई चाहिँ यसरी डिभाइड गरेको देखिन्छ। 1% फर आइपिओ फर लोकल भनेर 1,63,125 सेयर, 10% भनेर चाहिँ आइपिओ फर फरेन कोटामा 3,09,938 किता, त्यस्तै गरी 5% चाहिँ सामूहिक लगानी कोष अथवा म्युचुअल फन्ड होल्डरको लागि 1,54,969 किता, त्यस्तै गरी कम्पनीको इम्प्लोइ कोटामा चाहिँ 1,23,975 किता 4% बराबरको रहेको छ। यसरी सम्पूर्ण सेक्टरमा एलोकेट गरेर रिमेनिङ हुन आउने सेयर हाम्रो 25,10,493 किता रहेको छ। यो चाहिँ आम जनताले असोज 26 देखि 29 गतेको बीचमा आइपिओ एप्लाई गर्न सक्नुहुनेछ। त्यस्तै गरी मिनिमम 10 देखि लिएर 10,000 कितासम्म तपाईँले एप्लाई गर्न सक्नुहुन्छ। इस्यु म्यानेजरको रूपमा कम्पनीले नोबेल इन्भेस्टमेन्ट ब्याङ्कलाई एपोइन्टमेन्ट गरेको देखिन्छ। त्यस्तै गरी कम्पनीले सबमिट गरेको रिपोर्ट हेर्ने हो भने, प्रोस्पेक्टस हेर्ने हो भने 7 मा सबमिट गरेको प्रोस्पेक्टस हेर्दा कम्पनीको नेटवर्थ चाहिँ ₹100.59 र करस्पोन्डिङ इपिएस ₹1.17 देखिन्छ। यसलाई कम्पनीले फ्युचरमा बढाएर ₹105.21 र ₹114.81 सम्म लिएर जाने र त्यस्तै गरी करस्पोन्डिङ इपिएसलाई 3.5 र 9.63 मा इन्क्रिमेन्ट गर्ने चाहिँ टार्गेट लिएको पाइन्छ। कम्पनीको आइआरआर 28.28% रहेको छ र पेब्याक पिरियड चाहिँ 5 साल र डिस्काउन्टिङ पेब्याक पिरियड चाहिँ 6.39 इयर रहेको छ। कम्पनीको करेन्ट नेटवर्थलाई हेर्ने हो भने यसको ₹100.59 रहेको छ। यसको 3 टाइम्सले हुन आउने अमाउन्ट भनेको हाम्रो ₹301.77 रहेको छ। यही रेन्जमा चाहिँ कम्पनी लिस्ट भएको दिन कम्पनीले मिनिमम प्राइस ₹100.59 देखि ₹301.77 सम्म पाउने देखिन्छ। कम्पनीको म्यानेजमेन्टको जिम्मामा सतीश चन्द्र श्रेष्ठज्यू र अदर की मेम्बरहरू रहेको देखिन्छ। ओभरअलमा हेर्दा कम्पनी ओके नै छ भन्न सकिन्छ। त्यसैले गर्दा यस कम्पनीमा आइपिओ एप्लाई गर्न नबिर्सिनु होला।